लाग्यो गोल। सम्पूर्णमा आज फेरि पनि म खेल मैदानमा उपस्थित भइरहेको छु। आज बलिहाङ कपको दोस्रो दिन यो सेमिफाइनल यहाँनिर चाहिँ अहिले आज सेमिफाइनलमा चाहिँ पहिलो सेमिफाइनल मणिपुर एफसी भर्सेस केवाइसी एफसी माझमा भइरहेको छ र यस पश्चात चाहिँ हाम्रो युनाइटेड दार्जिलिङ एफसी भर्सेस लायन्स टेलअभिभ एफसीको विरुद्धमा दोस्रो सेमिफाइनल हुनेवाला छ र म्याचको हाइलाइट्स र अधिक जानकारी है यो युनाइटेड दार्जिलिङको चाहिँ पहिलो सेमिफाइनल र म्याचमा के कस्तो हुनेछ म फेरि पनि भिडियो यसमै कन्टिन्यू गर्नेछु, हेर्दै गर्नु होला। युनाइटेड दार्जिलिङ भर्सेस लायन्स टेलअभिभ विरुद्धको यो सेमिफाइनल भइरहेको छ। आशा छ युनाइटेड दार्जिलिङले सेमिफाइनल जित्नेछ र पछिल्लो झापा सुपर कपमा पनि युनाइटेड दार्जिलिङ यही सेतो जर्सी लाउने लायन्स टेलअभिभसँग हारेको थियो सेमिफाइनलमा र आशा छ यसपालि पक्कै पनि युनाइटेड दार्जिलिङले जित्नेछ र जोरदार प्रयास चलिरहेको छ युनाइटेड दार्जिलिङको। यो पहिलो एटेम्प्ट थियो युनाइटेड दार्जिलिङबाट लायन्स टेलअभिभलाई। अरे राम्रो प्रयास थियो, राम्रो। त्यही जाऊ त केवल भाइलाई दिइराख। अर्को दुईको पनि छ, 2000 पनि हालेको छैन मैले, त्यो एकैचोटि हालिदिन्छु अब चाहिँ। होल्ड गर। गुड जाऊ पराग जाऊ पराग जाऊ बस बाबा लु झर मैले यही भन्छु त्यो पराग क्रस पो दबा क्रस जाऊ न जाऊ पराग जाऊ उठौ यही त बल पर्खिन्छौ त तिमीहरूले प्ले गर्न किन जबसम्म विसल हुँदैन उयो गरिरहेको लायन्स टेलअभिभले राम्रो प्रयास गरेको थियो गोल हाल्न तर असफल। पहिलो गोल यो लायन्स टेलअभिभले लगाएको छ सेकेन्ड हाफमा। लाग्यो दामी हेलो दामी ल लगायो दामी हेलो। लायन्स टेलअभिभको पहिलो पेनल्टी सुटआउट। पहिलो गोल हाल्नमा सफल लायन्स टेलअभिभ। गोल धेरै राम्रो पेनल्टी गोल
भास्कर भाइको तर्फबाट युनाइटेड दार्जिलिङको पेनल्टी सुटआउटमा हार भएको छ। फुल टाइमसम्म स्कोर 1-1 थियो र पेनल्टी सुटआउटमा हार भएको छ। लायन्स टेल अभिभको धेरै राम्रो कङ्ग्रेचुलेसन्स है तपाईँहरूलाई। एकदम राम्रो भयो। हजुर राम्रो भयो, कङ्ग्रेचुलेसन्स है, कङ्ग्रेचुलेसन्स तपाईँहरूलाई, कङ्ग्रेचुलेसन्स। कङ्ग्रेचुलेसन्स है तपाईँहरूलाई। ल राम्रो भाइ, राम्रो राम्रो, ठिकै छ ठिकै छ।